ताजा खबर। राजपुर 1 पिप्रा भगवानपुरमा नदीको तटबन्ध कटान तीव्र, बस्ती डुबानको उच्च जोखिम। रौतहट। राजपुर नगरपालिका वाडा नम्बर 1 स्थित पिप्रा भगवानपुर क्षेत्रमा नदीको तीव्र कटानका कारण तटबन्ध फुट्ने जोखिम अत्यन्तै उच्च बनेको छ। लगातारको बहाव र कटानले गर्दा तटबन्ध जुनसुकै क्षण पनि भत्किन सक्ने अवस्थामा पुगेको छ। प्राप्त दृश्यहरूका अनुसार नदीको तीव्र बहावले जाली र ढुङ्गा भरिएको कटान नियन्त्रण संरचना ग्याबियन तटबन्धलाई छेदविच्छेद बनाउँदै लगेको छ। स्थानीय बासिन्दाहरू तथा कामदारहरूले काठका खम्बा, पम्प र उपलब्ध सामग्रीको प्रयोग गरी कटान रोक्ने प्रयास गरिरहेका भए पनि नदीको कटान रोकिन सकेको छैन। यदि आज राति नै यस तटबन्धको आपतकालीन र दिगो मर्मत सम्भार गरिएन भने रातभरमा तटबन्ध भत्किने पूर्ण सम्भावना रहेको छ। तटबन्ध भत्किएमा भगवानपुर, बहुअरुवा र गौर लगायतका आसपासका सम्पूर्ण क्षेत्रहरू पूर्ण रूपमा डुबानमा पर्ने र ठूलो जनधनको क्षति हुने खतरा देखिएको छ। स्थानीय नेता तथा प्रशासनसँग आग्रह। यस गम्भीर अवस्थालाई ध्यानमा राख्दै स्थानीय जनप्रतिनिधि, राजपुर नगरपालिका, स्थानीय प्रशासन तथा सम्बन्धित निकायहरूलाई तत्कालै प्राविधिक टोली र आवश्यक मसिनरी सामग्री पठाएर तटबन्धको आपतकालीन मर्मत गराउन स्थानीय बासिन्दाहरूले जोरदार माग र आग्रह गरेका छन्।